त्यसले गर्दा यो हुँदैन। अब तपाईँ चाहिँ नि बारम्बार भारत गइरहनुहुन्छ, तपाईँको यो अभियानलाई भारतको साथ छ? ठ्याक्कै भन्नुहोस् है। होइन, यो अभियानलाई कसैको पनि साथ छैन, जनताको छ, यहाँको नागरिकहरूको। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो राम्रो सम्बन्ध छ भने तपाईँले भनिरहनु भएको छ। सम्बन्ध त छिमेकीसँग राम्रो हुँदैन। ठ्याक्कै भन्नुहोस् न, मोदीसँग तपाईँको सम्बन्ध हो कि? सबैजनासँग छ सम्बन्ध। त्यहाँको सम्माननीय प्रधानमन्त्रीसँग पनि छ होइन, भारत सबैसँग छ। त अब कतिजनाको नाम लिने? तपाईँको विश्वको कुन कुन नेतासँग सम्बन्ध छ आजको दिनमा? कहाँ? सबैसँग। ए बाबा, विश्वका नेताहरू यहीँ घरमै आएका छन् त। को आएको छन् तपाईँको घरमा? अब धेरैजना आएका छन्, अब अहिले किन नाम लिने? तपाईँले के बुझ्नुहोस् भने नि, तपाईँ एउटा कुरामा के क्लियर हुनुहोस् भने नि, भारतको भन्दा पनि तपाईँले के बुझ्नुहोस् भने नि, भारतको कारणले यो भएको होइन नि, यो यिनै नेताहरूको कारणले भएको हो नि त। आज राजा फ्याँकिसकेपछि नि यिनीहरूले राजा नआउने, राजा नसम्झिने काम गर्नु पर्थ्यो क्या, किन गरेनन् त? मेरो भनाइ थियो। अनि आज आएर राजालाई, दुर्गा प्रसाईलाई दोष लगाएर अनि एमाले लड्छु भन्न पाउँछ? 2/3 सरकार आफै ढालेको होइन केपी ओलीले, कि दुर्गा प्रसाईले ढालिदिएको हो? होइन नि, प्रचण्डले दिएको हो नि, सहयोग गरेको हो नि त। प्रचण्डलाई कस्तो बनाएर राखे तपाईँले बुझ्नुभयो नि त। आदित्यनाथ योगीको तपाईँलाई समर्थन छ कि छैन? ठ्याक्कै होइन, उत्तर प्रदेशको मुख्यमन्त्री होइन, वैदिक सनातन धर्म सापेक्ष मुलुक, हिन्दू राज्य बनाउन सबैजनाको सब छ। नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतको सहयोग छ, होइन, सपोर्ट हुन्छ छ। अहिले म त्यो भन्न सक्दिनँ। तपाईँको अभियानलाई पनि भारतले साथ दिएको छ हिन्दू राष्ट्र नेपाल बनाउन? होइन, मैले त्यसरी साथ माग्न गएको छुइनँ, कोही पनि आएका छैनन् अहिलेसम्म साथ दिनलाई। कुरा बुझ्नु भएन? भोलि आवश्यक पऱ्यो भने यिनीहरू नै जान्थे पहिला, म त गएको छु। तर तपाईँले भारत, चीन, अमेरिकाको सबैतिर राम्रो छ, रिलेसन छ, गएको छु त। यिनीहरूले यो देशमा गर्ने काम गरे त। पहिला भारतमा बसे होइन यिनीहरू, बनारस, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईदेखि लिएर त्यतिखेरका नेताहरू 46 सालभन्दा अगाडि कहाँ बसेका थिए? बनारस। पछाडि 52 सालको जनयुद्ध सुरु गर्दा यिनीहरू कहाँ बसेका थिए? दिल्ली, नोइडा। हेलो, दिल्ली, नोइडा। 12 बुँदे 7 बुँदे सम्झौता कहाँ भएको थियो? 12 बुँदे कहाँ भएको थियो? दिल्ली। त्यहाँ दिल्लीमा बसेर यहाँ प्रधानमन्त्री हुने, अनि त्यस पछाडि भारत अमेरिकाको दुहाई दिइरहँदाखेरि एमसीसी पास नेपालमा छ नि राज संस्था किन चाहियो? भारतमा राज संस्था छैन, चीनमा राज संस्था छैन, चीनमा राजा छैन, अमेरिकामा राजा छैन, रुसमा राजा छैन, नेपालमा चाहिँ राजा तपाईँलाई किन चाहियो? ठुला देशहरूका के रहेछ कहानी हो नि, धेरै देशहरू स्टेट एक भएर बनाएर छन् हो। साना देशहरूमा नि जस्तो हेर्नु न तपाईँले, दुबई, कतार, शारजा, साउदी अरेबिया, भुटान, ओमान, सबै हेर्नु न तपाईँले, हेर्नु न। नर्वे, संसारको सबैभन्दा खुसी देश नर्वे होइन? नर्वेमा को छ? केपी ओलीहरू छन्, गणतन्त्र छ। तर विश्वको महाशक्ति राष्ट्रमा त राजा छैन नि त। होइन, अनि स्टेट पनि कतिवटा? स्टेट पनि कतिवटा? 52वटा स्टेट छ होइन? स्टेट कतिवटा छ? ल, कुरा त्यो हो। नेपालमा तपाईँले राज संस्था ल्याउन सक्नुहुन्छ? राज संस्था मैले ल्याउनै पर्दैन, यिनीहरूकै कारणले आउँछन्। कसरी आउँछ? होइन, जनताले फालिसकेका संस्था कसरी फर्कन्छ? यस्तो राणा शासन जनताले फाल्यो, राणा शासन आयो, पञ्चायती व्यवस्था जनताले फाल्यो, पञ्चायती व्यवस्था आयो, म तपाईँलाई एउटा संस्था नेपाली जनताले फर्कन्छ। हिजो गणतन्त्रको 46 सालभन्दा अगाडि गणतन्त्रको कुरो उठ्थ्यो? उठ्दैन थियो नि। किन 58 सालभन्दा अगाडि पनि त गणतन्त्रको कुरो उठ्दैन थियो नि, बहसमा आएको थियो नि त। पछाडि गगन थापाले गणतन्त्रको कुरो पहिलोचोटि बहसमा ल्याउँदा गगन थापालाई निलम्बन गरे हो नि त। भनेपछि बहसमा आयो, राज संस्था आइसकेको छ, गणतन्त्र गइसकेको छ। कसरी त चाहिँदैन? कुन राज संस्था ल्याउनको लागि विधि होला, प्रक्रिया होला, त्यसै राज संस्था कुन भयो? अनि यिनीहरूलाई वैधानिकता, यिनीहरूलाई कसले संसद पुनर्स्थापना कसले गरिदिएको थियो? संसदबाट फालेको हो नि त राज संस्था त। अनि संसद पुनर्स्थापना कसले गर्छ? संसदबाट घोषणा भएको गणतन्त्र, संसदबाट पुनर्स्थापना कसले? सभाबाट। ए बाबा, संविधान सभामा पहिलोचोटि आउने नि संसदको पुनर्स्थापना कसले गरिदिएको थियो? कुन मुखले गरेको थियो? त्यही मुखले होइन? त्यो शक्ति त रहेछ त। अहिले आम पब्लिकहरू काठमाडौँमा भेला भइसकेपछि नि हामीले जनतालाई दिएको नासो हामी फिर्ता लिन्छौँ। यो देशको हालत यो हो भनेर खरेर पढेर नि दरबारमा गएर बसेर सिरिपेज लगाएर नि सेनाले सलट गरेपछि के गर्छन् अरे? यिनीहरूले निकाल्छन्। है, नेपालमा राज संस्था फर्काउन सेनाको भूमिका हुनुपर्छ क्या। सेनाले राज संस्था फर्काउन चाहेकै छैन। सेनाले पूर्व राजा ज्ञानेन्द्र शाह राजा बनाउन चाहेकै छैन। त्यो तपाईँलाई कसरी थाहा भयो? तपाईँलाई कसरी थाहा भयो?
तपाईँलाई थाहा छ तपाईँलाई सेनाले राष्ट्र संस्थालाई साथ दिन्छ तपाईँलाई म एउटा कुरो भनौँ अब यो देशमा तपाईँले अहिले मैले भने नि राज संस्थाको कुरो हिन्दू राज्यको कुरो त्यो छोडिदिनु न कुरो हामीले भनेको अभियान ब्याक भयो भने नि सिक्किमको भूमि छ नि कहीँ गएको छैन नि तर आज के भएको छ तपाईँलाई थाहा छ उनीहरूको पहिचान गुमाउ नि नेपालीहरूको त्यही हो भूमि त कहीँ जाँदैन तर नेपालीहरूको पहिचान गुम्छ सबै नेपाली शरणार्थी भएर बाहिर जान्छ सबै नेपालीहरू पहिला काङ्ग्रेस बन्नुभयो म त्यसपछि बनेकै छैन माओवादी बन्नुभयो मैले पहिला सुरुमा यहाँ एमाले सुन्नु बन्नुभयो मेरो तपाईँ त चार्दै हिँड्ने मान्छे हो नि त देशमा मेरो बुवाहरू काङ्ग्रेस हुन् सुन्नुहोस् न कुरो मेरो बुवाहरू काङ्ग्रेस हुन् तर मैले भोट मैले जान्दाखेरि केपी ओलीलाई हालेको पहिलोचोटि यहाँ केपी ओली उठेको यो ठाउँमा केपी ओलीलाई हालेको त्यस पछाडि म बाहिर थिएँ मैले भोटै हालिनँ पछाडि आएर के भयो भन्दाखेरि मैले माओवादीलाई सपोर्ट गरेको तर माओवादीलाई सपोर्ट गर्दा के गरेँ भन्दाखेरि मैले माओवादी 20 वर्ष सहयोग गरेर प्रचण्ड र केपी ओली मिल्यो भने दुईवटा कम्युनिस्ट पार्टी मिल्यो भने सुन्नुहोस् कुरो दुईवटा कम्युनिस्ट पार्टी मिलेपछि देश बन्छ भन्ने मलाई ठुलो आश थियो तर यो यिनीहरू मिले पनि सबै कमाउने तपाईँले एउटा कुरो बुझ्नु न राजाको सम्पत्ति जम्मै नेपाल ट्रस्टको नाममा ल्याएर नेपाल ट्रस्टको सम्पत्ति जम्मै आङछिरिङलाई दिएको छ भनेपछि तपाईँ त्यहीँबाट कुरो बुझ्नु न माथि एयरपोर्ट हेर्नुहोस् दिपक मल्होत्रा कसको पार्टनर हुन् तपाईँलाई थाहा छ त तुलसीलाल अग्रवाल कसको पार्टनर हो तपाईँलाई थाहा छ त आङछिरिङ कसको पार्टनर हो तपाईँलाई थाहा छ त तपाईँको त्यो माथिको होटल छ नि के अरे गोकर्ण रिसोर्ट भन्नुहोस् न। गोकर्ण रिसोर्ट 2 वर्ष टाइम हुँदै टेन्डर गर्नु 2 वर्ष अगाडि नै दियो राजाको सम्पत्ति नेपाल ट्रस्टमा ल्याएर जम्मै आङछिरिङलाई दिएको छ क्या केपी ओलीले आङछिरिङ भनेकै केपी ओली हो तर आज आङछिरिङ त हुनु न त नभए पनि त अब अरू मृत्यु भइसक्यो दुर्घटना परेर नभए पनि त अरू छन् नि त तपाईँले के बुझ्नुहोस् भने नि त्यति मात्रै होइन धेरै कुरा छन् तपाईँको त्योदेखि मुनिका तपाईँलाई सबै कुरा थाहा छ केपी शर्मा ओलीको भित्री कुरा तिनीहरूदेखि मुनिका 10 वटा नेताको थाहा छ कुन कुन नेताको थाहा छ भन्नुहोस् न सबैको थाहा छ भोलि पर्सि ल्याउँला न कुरो अहिले ल्याए यति 2 जनाको कुरो ल्याउँदा त बाहिर यहाँ यत्रो भयो अरूतिर बोल्दैछन् नि